गर्लफ्रेन्डलाई यसले नराम्रो कमेन्टहरू लेखेर विचार गरेको रहेछ कि आज चाहिँ म यसलाई यो चक्कुले भए पनि रेटिदिन्छु। कहाँ गयो ओइ, के भयो तँलाई? एक्लै गनगनिँदै आउँदैछ जस्तो अन्त। प्याज काट्ने चक्कु चाहिँ किन बोकेर भन्नुभयो? प्याज सकेछ कि कराई टेकाइराखेको छु चुलामा, अन्त प्याज मागौँ भनेर आएको। यो चक्कु पनि लिएर आएको छु। ल प्याज हुन्छ। तपाईँले किन उदाउनु भएको हौ? काट्न आँट्नु भयो कि हो? अनसेट नकाटेको धेरै दिन भयो कि अन्तर उडाएको थिए जिन्दगीमा के भयो आज